नमस्कार सबैजनालाई। आज चाहिँ इनपुट स्कुलको हामी स्टुडेन्ट म्यानेजमेन्ट भन्ने फिचरमा हेर्नेछौँ। जसमा चाहिँ तपाईँले स्टुडेन्ट एड गर्न सक्नुहुन्छ। स्टुडेन्ट एड गर्दाखेरि चाहिँ तपाईँले फर्स्ट नेम लास्ट नेम जस्तै मेल अनि डेट अफ बर्थ, इमेल म्यान्डेटरी छैन। जसमा तपाईँले एस्टेक लेख्नु भएको छ त्यो फिल्डहरू चाहिँ म्यान्डेटरी हुन् र त्यो लगायत अरू फिल्डहरू चाहिँ तपाईँले अप्सनल रहेको छ। यसरी तपाईँले इन्डिभिजुअल स्टुडेन्ट हरेक स्टुडेन्टहरू एड गर्न सक्नुहुन्छ। त्यस लगायत तपाईँले यदि एउटा एक्सेल सिटमा भरेर स्टुडेन्ट एड गर्न चाहनुहुन्छ भने तपाईँले यहीँबाट क्लास सिलेक्ट गर्न सक्नुहुन्छ, सेक्सन सिलेक्ट गर्न सक्नुहुन्छ र टेम्प्लेट डाउनलोड गरेर तपाईँले एउटा टेम्प्लेट सेभ गर्नुहोस् र त्यो सेभ गरेको टेम्प्लेटमा चाहिँ डिटेल भरेर चाहिँ तपाईँले फेरि यहाँ अपलोड गरिदिन सक्नुहुनेछ। यसरी तपाईँले स्टुडेन्टहरू एड गर्न सक्नुहुन्छ। त्यस सँगसँगै स्टुडेन्ट म्यानेजमेन्ट तपाईँले स्टुडेन्ट लिस्ट यहीँ देख्न सक्नुहुन्छ। जसमा स्टुडेन्ट लिस्टमा तपाईँले देख्न सक्नुहुन्छ यहाँनिर स्टुडेन्टको डिटेल, स्टुडेन्टलाई एक्टिभ इनएक्टिभ गराउने पार्ट पनि यही हुनेछ। त्यसपछि गएर स्टुडेन्टलाई एडिट गर्ने पार्ट पनि यही छ। क्लास कति हो तपाईँले यहाँ सिलेक्ट गर्न सक्नुहुन्छ। त्यस लगायत तपाईँले पेमेन्ट हिस्ट्री यहीँ देख्न सक्नुहुन्छ। स्टुडेन्टको पासवर्ड यदि बिर्सिएमा स्टुडेन्टले तपाईँले यहीँबाट पनि स्टुडेन्टको पासवर्ड रिसेट गर्न सक्नुहुन्छ र डिलिट गर्न सक्नुहुन्छ। र त्यसपछि गएर तपाईँले यहाँनिर माथि यसरी फिल्टर गरेर पनि हेर्न सक्नुहुन्छ। जसमा तपाईँले यहाँ एक्सपोर्ट भन्ने पार्ट देख्नु भएको छ होला। यहाँ एक्सपोर्टमा खिच्नुभयो भने तपाईँले एक्सेल सिट पनि डाउनलोड गर्न सक्नुहुन्छ। त्यस लगायत स्टुडेन्ट प्रोफाइल तपाईँले देख्न सक्नुहुन्छ। यहाँनिर हामीले स्टुडेन्ट सर्च गरेर जस्तै मानौँ मलाई मिना जस्मिना गर्जा मगरको प्रोफाइल हेर्नु पऱ्यो भने मैले यहीँबाट पनि स्टुडेन्टको प्रोफाइल हेर्न सक्नुहुन्छ। जसमा उसको पर्सनल, उसको एकाडेमिक, उसको एटेन्डेन्स, उसको पेमेन्ट सबै कुरो म यहीँबाट हेर्न सक्छु। त्यसपछि ग्रुप असाइनमेन्टमा म कुनै पनि विद्यार्थी कुन ग्रुपमा छ जस्तै मानौँ क्लास 10A मा देख्न सक्नुहुन्छ। यहाँ स्टुडेन्टको लिस्ट छन् जसमा चाहिँ हरेक विद्यार्थीहरू कुन ग्रुपमा पढिरहेछन् भन्ने कुरो हामीले देख्न सक्नुहुन्छ। यसलाई भन्छ हामीले ग्रुप म्यापिङ। जसमा हामीले स्टुडेन्टलाई सिलेक्ट गरेर यहाँनिर स्टुडेन्टलाई सिलेक्ट गर्नुपर्ने हुनेछ। लाइक मैले 3जना सिलेक्ट गरेँ र मैले यहाँ 3जनालाई अप्सनलमा ग्रुपमा राख्नु पऱ्यो भने मैले अप्सनल ग्रुप भनेर यहाँ क्रिएट गरेँ र त्यसपछि गएर असाइन सिलेक्टेड स्टुडेन्ट्स भनेर यहाँ क्लिक गरिदिएँ। त्यसपछि गएर 3जना विद्यार्थी चाहिँ अप्सनल ग्रुपमा बस्नेछ र उनीहरूको जस्तै पछि गएर इन्भाइरोमेन्टको मार्क्स एक त इन्टर गर्न मिल्दैन र अर्को कुरो चाहिँ उनीहरूको इन्भाइरोमेन्टमा मार्क्स नभरे पनि उनीहरू फेल भनेर देखाउने चाहिँ छैन। उनीहरूको अप्सनको मार्क्स मात्र भए पुग्नुभयो। सो यसरी हामीले ग्रुपहरू छुट्याउन सक्छौँ। त्यसपछि गएर हामीले हरेक कक्षाको प्यारेन्ट्सहरू पनि यहीँ देख्नेछौँ। जस्तै यसरी देख्न सकिन्छ। हामीसँग प्यारेन्ट्स 952जना छन् जसमा 476जना चाहिँ स्टुडेन्ट रहेको छ। हामीले यहीँबाट क्लास अनुसार जस्तै 6 का प्यारेन्टहरू हेर्न सकिन्छ यसरी। र हामीलाई डेटा चाहिएमा यहीँबाट नै डाउनलोड CSV भन्ने बटनमा खिचेर चाहिँ टेक्स्ट डेटा निकाल्न पनि सकिनेछ। र त्यसपछि गएर यहाँनिर यो लक भन्ने बटनमा खिचेर हामीले यदि प्यारेन्ट्सले आफ्नो पासवर्ड बिर्सेको खण्डमा चाहिँ प्यारेन्ट्सको पासवर्ड पनि रिसेट गर्न सकिनेछ। त्यसपछि गएर हामीले स्टुडेन्ट डिभिजन भन्ने पार्ट छ। स्टुडेन्ट डिभिजन भन्ने पार्टमा चाहिँ यसमा हामीले हाउस डिभिजनहरू गर्न सकिन्छ। एक त जस्तै मसँग यहाँ माथिपट्टि सिलेक्ट डिभिजनमा हाउस डिभिजन भनेर छ। त्यसपछि सब क्याटेगोरीमा मलाई अन्नपूर्ण हाउस भनेर छ। मैले के गर्न सक्छु भन्दाखेरि लाइक अहिले त सबैको हाउस यहाँनिर एलोकेट भइसकेको छ। त्यस्तै गरेर म एउटा नयाँ हाउस सिलेक्ट गर्छु। जस्तै क्लास 6 सेक्सन। सो सबैजना एलोकेट भइसकेको रहेछन्। म के गर्छु भन्दाखेरि म अनएलोकेट गर्छु। पहिले त देख्न सकिन्छ कुनै पनि हाउसमा छैन। त्यसपछि गएर मलाई मानौँ अन्नपूर्ण हाउसमा को राख्ने हो त मलाई वर्ष सूर्यवंशीलाई एलोकेट गरिदिएँ अन्नपूर्ण हाउसमा। त्यस्तै गरेर मलाई अस्मिता आर्यलाई मैले अन्नपूर्ण हाउसमा एलोकेट गरिदिएँ। त्यस सँगसँगै मैले यदि अनुष्का थापा मगरलाई मलाई अर्को हाउस एलोकेट गर्नु छ भने मैले यहीँबाट मनस्ले भन्ने हाउस सिलेक्ट गरेर उसलाई मनस्ले अन्य हाउसमा चाहिँ एलोकेट गरिदिएँ। यसरी हामीले हाउस एलोकेसन पनि गर्न सकिनेछ। र त्यस लगायत मैले अर्को पनि यहाँनिर देखाउन चाहेँ। सो अहिलेको लागि हाउस सबै एलोकेट नै छ होला। सो अहिले चाहिँ एलोकेट नै छ। म अनएलोकेट भनेर अहिलेको लागि क्लिक गरिदिएँ र हरेकलाई मैले हाउसबाट रिमुभ गरिदिएँ। र हामीसँग यो कक्षामा
1, 2, 3, 4, 5, 6, 7जना विद्यार्थी रहेको छन् र हामीसँग हाउस चाहिँ 5वटा रहेको छ। सो म ऱ्यान्डम एलोकेसन भन्ने पार्टमा जान्छु। त्यो पार्टमा गएर चाहिँ मैले 9 को बी, हामीसँग 9 को बीको विद्यार्थीलाई जुन अहिले एलोकेट छैनन् होइन, कुनै पनि हाउसमा छैनन्, मैले यहाँनिर एउटा बटन क्लिक गरिदिएँ, ऱ्यान्डमली एलोकेट भन्ने बटन क्लिक गरिदिएँ। सो सक्सेसफुली एलोकेटेड 6 स्टुडेन्ट टु 5 सब क्याटेगोरी लुक। 6जना विद्यार्थी थिए, उनीहरूलाई 5वटा हाउसमा हामीले एलोकेट गरिदिइसक्यौँ भने अब म एलोकेसन पार्टमा गएँ भने देख्न सकिन्छ अन्नपूर्णमा 2जना, मनास्लुमा 1जना, धौलागिरीमा 1जना, शर्माथा 1जना, मकालुमा 1जना, यसरी बराबर तरिकाले चाहिँ उसले हाउस डिभिजन गरिदिएको छ। यसरी हामीले ऱ्यान्डम एलोकेसनबाट कुनै पनि विद्यार्थीलाई बायसेस नभइकन अथवा जुन हेप्ने चलन भनिन्छ त्योलाई हटाएर हामीले एलोकेट पनि गर्न सक्यो। भनेको जुन एकदम घन्टौँ लाग्ने जुन काम थियो त्यो चाहिँ केही समयमै गर्न सकियो। त्यसले गरेर यदि हामीलाई कुनै पनि डेटा चाहियो भने मैले एक्सपोर्ट अल भन्ने बटनमा क्लिक गरेर चाहिँ मैले त्यो सबै हाउसको स्टुडेन्ट विथ डिटेल मैले एक्सेलमा एक्सपोर्ट गर्न सक्छु। त्यस सँगसँगै हामीसँग एलुमिनी स्टुडेन्ट भन्ने पार्ट पनि छ, जसमा चाहिँ हामीले यहाँनिर एड एलुमिनी भन्ने पार्टमा चाहिँ उसको प्रोफाइल पिक्चर, फुल नेम, इमेल, फोन नम्बर, कति कुराहरू राख्ने हो हामीले यहाँनिर उसको डेटाहरू राख्न सक्छौँ। जस्तो यो चाहिँ हाम्रो स्टुडेन्ट म्यानेजमेन्ट भन्ने पार्ट।